के तपाईले डीबी भर्नु भएको थियो? यदि तपाईले अमेरिका जाने सपना देखेर डीबी भर्नु भएको थियो भने तपाईको लागि दुःखद खबर रहेको छ, किनभने ट्रम्प सरकारले नेशनल सेक्युरिटी थ्रेट देखाउँदै अहिलेको लागि डीबी प्रोग्रामलाई स्थगित गरेको छ। यसै कारणले गर्दा 2027 को लागि खुलिसक्नुपर्ने ईडीबी को फर्म अहिलेसम्म खुल्न सकेको छैन। केही समय अगाडि डीबी भर्नको लागि $1 शुल्क तोकिएको कुराहरू पनि बाहिर आएको थियो। तर ट्रम्प सरकारले ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्ड पश्चात 2 जनाको मृत्यु भइसके पछाडि यसलाई रोक्ने निर्णय गरेको, जसमा एकजना MIT प्रोफेसरको पनि हत्या भएको थियो। ट्रम्प सरकार पहिलेदेखि नै आप्रवासीहरूप्रति एकदमै कठोर बन्दै आएको थियो। डोनाल्ड ट्रम्पले डीबी प्रोग्रामलाई पहिला नै र्यान्डम र नन मेरिट बेस्ड प्रोग्राम भनेर आलोचना गर्दै आइरहेका थिए। अहिले रिसेन्टली ब्राउन युनिभर्सिटीमा भएको हत्याकाण्ड पश्चात भने डोनाल्ड ट्रम्पले मौका पनि पाए। किन भन्दा ब्राउन युनिभर्सिटीमा भएको हत्याकाण्डमा जो संलग्न रहेका थिए उनी पहिला स्टुडेन्ट भिजामा आएका थिए र पछि डीबी भिजा मार्फत नै उनले ग्रीन कार्ड लिएर अमेरिकामा बसोबास गर्दै आइरहेका थिए। डोनाल्ड ट्रम्पको कार्यकाल लगभग अझै 3 वर्षको बाँकी छ। तपाईलाई के लाग्छ, ट्रम्पले ईडीबी कार्यक्रम पुनः सञ्चालन गर्लान् त? कमेन्टमा लेख्नुहोला।